हिन्दू अधिराज्य, हिन्दू राष्ट्र र राज संस्था पुनर्स्थापित गर्नै पर्छ। बालेन्द्र शाहको उदय कि ज्ञानेन्द्र शाहको उदय? यो चुनाव हुनुभन्दा अगाडि नै ज्ञानेन्द्र शाहको गद्दीमा पुनर्स्थापना होस्। चुनाव अघि? चुनाव अगाडि नै, बरु चुनाव सरोस्, अलिकति केही फरक पर्दैन। अन्यथा नेपाल नराम्रो भू राजनीतिक फ्ल्यास पोइन्टमा परिसक्यो। तपाईले के 84 को चुनाव 82 मा लिएर आएर के चाहिँ परिवर्तन ल्याउनुहुन्छ? तपाई तातो तावाबाट भुँरोमा हाल्ने नेपाली राजनीतिलाई राज संस्था पनि शक्ति हो भनेर विद्या भण्डारीले भनिसकेको शक्ति, नेपालको परम्परागत शक्ति, नेपालको एकताको शक्ति 19 दिनको आन्दोलनमा 21 जना बित्दाखेरि ल देशमा त्यो शान्ति खलबिलिनु हुँदैन भनेर गद्दी नै छोडेर गएको होइन। 46 सालमा पनि राजाले पञ्चायत त्यसै गरी छोडिदिया होइन। 21 जनाको ज्यान जाने बित्तिकै यो देशका राष्ट्रपतिले राष्ट्रिय सङ्कट पर्दा राष्ट्रको नाममा राष्ट्रिय टेलिभिजनमा गएर सम्बोधनसम्म गर्न सकेनन्, लुकेर बस्नु पर्यो। भविष्यमा आउने सङ्कटमा फेरि हामीले सेनापतिले आएर अभिभावकत्व लिदियोस् भन्ने तपाईँहरूको चाहना हो भने भिन्दै कुरा। चुनाव अगाडि नेता एकदम जी हजुरी गर्दै घर घर पुग्न प्रयास गर्ने, चुनाव पछि माला लगाएर गमक्क परेर बस्ने, मतदाताको एक्सेस पनि नहुने, म त्यसलाई उल्टाउन चाहन्छु। कस्तो छ प्रतिक्रिया, के पाइराख्नु भएको छ? यो पटक त फ्यान्टास्टिक छ, फ्यान्टास्टिक। जिङरिङ बिजुलीको तार देख्नु भयो नि, हाम्रो आँखा बिजाउँदैन, किनभने दिनदिनै हामीले त्यही देखेको छौँ। पोल्युसनले गर्दा मर्नेहरूको संख्या एकदम हाई छ। अब विचार गर्नुहोस् 15-20 वर्षमा यो सहरमा जनघनत्व कति बढ्छ। ऐन नियम कानुन बनाउने काममा मेरो प्रधान भूमिका रहन्छ र मेरो प्रमुख प्राथमिकता सामाजिक एकताको प्रतीकको रूपमा राज संस्था नै पुनर्स्थापित होस् र आधुनिक शक्तिको प्रतीकको रूपमा राजनीतिक दलहरूलाई पनि अझ सशक्त बनाइयोस्। भोट दिन्न भन्नेहरूले जब भोट यो पटक तपाईलाई हो भन्न थाल्छन्, त्यसपछि तपाईको विजय सुनिश्चित छ भनेर। क्षेत्र नम्बर 1 मा त सामाजिक सञ्जालमा मेरो माहौल व्याप्त छ नि, छैन? त्यो चाहिँ नभन्दिनु तपाईँ। तपाईको पूर्व सहकर्मी पनि फेरि रञ्जु दर्शना, अन्याय अत्याचार नासोस्। कम्पिटिसन को बीच छ? रञ्जु दर्शना रविन्द्र मिश्र, रञ्जु दर्शना प्रबल थापा बीच या रविन्द्र मिश्र प्रबल थापा बीच के हो? हेर्नुहोस्, म त एक्लै लड्या हो नि त्यो बेला नि, होइन त? मलाई त कसैले साथ दिया होइन नि। पृथ्वीनारायण शाहले काठमाडौँ तेस्रो प्रयासमा विजय हासिल गरे हो। मैले काठमाडौँ क्षेत्र नम्बर 1 मा तेस्रो प्रयासमा विजय हासिल गर्ने हो। पृथ्वीनारायण शाहले नेपालको निर्माण गरे। पृथ्वीनारायण शाहले निर्माण गरेको नेपालमा पृथ्वी पथमा हिँडेर मैले चाहिँ यो देश बचाउन र बनाउन योगदान पुर्याउने हो। हिन्दुइजम र बौद्ध दुईटा धर्मको सम्मिश्रणबाट नेपालमा जस्तो संस्कृति, सभ्यता, धर्म, समाजको जन्म भएको छ, त्यसलाई नेपाली समाजले सम्वर्धन गर्न